अहिले होइन जे होस् अब पहिलाभन्दा त अहिले अलिकति सेफ राइड हाल्नुहुन्छ किनभने अब फ्यामिलीको जिम्मेवारी छ नि त गाइस त्यही भएर हामीले चाहिँ सेफ राइड गर्नुपर्ने हुन्छ एकदम धेरै है अब घरमा आमा बाउले कुरेर बसिरहेको हुन्छ केटा हो रस राइड चाहिँ नचलाउँ होइन के हो दाइ होइन रस राइड चाहिँ धेरै नचलाउँ गाइस त्यही हो बाउआमा पुरेर बसिरहेको हुन्छ सबजनाको है त्यो गाइस त हामी यहाँबाट ट्याक्कै सिधा भएर निकै भइसक्यो त गाइस हामी आइपुग्न लाग्यो करिब अब त्यही 2-3 मिनट गाइस 2-3 मिनट त्यो सिधा भएर पुग्छ गाइस अब है अब अझै पुरै ठाडै भइरहेको छ केटा हो है अब के गर्ने हिँडेको आज लास्टै जाडो छ घाम पनि लागेको छैन है त्यही त गाइस टुडे इज माई स्पेसल डे होइन त्यो चाहिँ मेरो फेरि जान कसैलाई पनि थाहा छैन त्यो जिग्री केटाहरू साथीहरूलाई थाहा छ मेरो आज स्पेसल डे है त्यही हो अब सबैजनाले बनाउनु भिडियो छ गाइस यार लास्टै यार सबक हेर्नु यहाँ कस्तो छ गाइस हामी चाहिँ अब आइपुग्न लाग्यो गाइस त्यस्तो हुन्छ हेर्न गाडीहरू आएको पारा हेर्नु न गाइस अब अहिले चाहिँ कस्तो छ भने गाइस होइन आफूले अब सर है पुछार्नको लागि चाहिँ गाइस होइन आफूले हान्छ भन्दा नि सिकारीहरूले आएर हान्छ भन्ने अहिले त्यस्तो गाह्रो छ है केटा हेर्नु न ल कहाँ रङसारबाट आएको ल तपाईँ आफै हेर्नुहोस् ल कसरी आएको छ हेर्नु त हेर्नु ल आएको पारा हेर्नुहोस् हजुरहरूले अब हेर्नुहोस् नेपाल नो रुल्स एन्ड रुल चाहिँ छैन क्या तपाईँको नेपालमा सरकार रुल्स हजुरले फलो गरिदिनु पऱ्यो केपी ओली है केपी ओली हो कि हामी चाहिँ फेरि गोली नि फेरि यसपालिको घन्टे चाहिँ हाम्रो बालेन दाइलाई है घन्टीमा ड्याम बालेन दाइलाई जिताउनु पर्छ बालेन दाइले केही न केही अवश्य गर्नेछ हाम्रो नेपालमा नयाँ जेनेरेसनको कुराहरू ल्याउनु छ गाइस होइन त्यही हो गाइस सबले माया साथ सपोर्ट सब्सक्राइब गरिदिनु होला गाइस होइन अब त्यही हो गाइस अब हामी चाहिँ सिधा पाएर चोक आइपुग्नु लाग्यो धेरै टाइम लाग्दैन गाइस यस बाटोमा हिँड्नेछौँ होइन गाइस है हाम्रो बालेन दाइलाई चाहिँ सबैले घन्टीमा भोट हाल्नु पऱ्यो होइन यङ्स्टरहरूलाई जिताउनु पऱ्यो हाम्रो जेन्जी ग्रुपहरू है सबजना गाइस घन्टीमा यसपालि सबजना घन्टीमा भोट हाल्नु पऱ्यो गाइस होइन हामीले चाहिँ अब हामीले युवा जोस ल्याउनु पऱ्यो गाइस हामीले चाहिँ बालेन दाइलाई ल्यायो भने हाम्रो नेपालमा केही डेभलपमेन्ट हुनसक्छ गाइस है हेर्नुहोस् गाइस हामीलाई यति विश्वास छ कि होइन हाम्रो बालेन दाइले होइन हामीले बालेन दाइले जितायो भने हाम्रो यति आश छ कि बालेन दाइले हाम्रो जे होस् त्यसै बनाउनुहुन्छ भन्ने एकदम धेरै आश छ हजुर बालेन साहब हजुर होइन बालेन साहब दाइ हजुर उनीहरूको रूपमा जति गरिदिनु भयो हामी त्यतिमा नै खुसी थियौँ होइन अब हजुर चाहिँ प्रधानमन्त्री बनेर अझै पनि योभन्दा बेसी डेभलप गर्नु पर्यो बालेन दाइ हजुरलाई जेन्जीबाट सबले हाम्रो घन्टीमै भोट आउँछ बालेन दाइ तपाईँ चिन्ता नलिनु हामी सबजना गेमी साथमा छौँ गाइस होइन सबजना गाइस साथमै छौँ चिन्ता नलिनु बालेन दाइ हामी तपाईँ यसपालि प्रधानमन्त्रीमा उठ्नै पर्ने हुन्छ जसरी भयो भने है त हामी यङ्स्टरहरू सबजना हजुरको साथमा छौँ तपाईँको साथमा छौँ र हजुरले देश बचाउनुहुन्छ भने हामीलाई एकदम नेपाली जनतालाई एकदम धेरै ठुलो आशा छ बालेन दाइ हजुरले केही न केही गर्नुपर्छ हजुर प्रधानमन्त्रीमा यसपालि स्योर उठ्नुपर्छ हाम्रो भोट पनि स्योर घन्टीमा नै आउनेछ गाइस बालेन दाइ हाम्रो यो धादिङ झुलीपेसीमा फोहोरहरू त्यहाँनिर गरिदिने भएर त्यहाँको जनताहरूले एकदम धेरै गाह्रो भइरहेको छ त्यही फोहोरहरूले गर्दाखेरि त्यही भोलि जनताहरूलाई रोग लागेर उहाँहरूको ज्यानलाई एकदम खतरा हुनेछ होइन त्यही भएर हजुरले त्यति चाहिँ सहयोग गरिदिनु पऱ्यो है बालेन दाइ तपाईँ त्यति चाहिँ गरिदिनु पऱ्यो है तपाईँ मेरो बालेन दाइ हजुरलाई एकदम धेरै माया र सपोर्ट छ है बालेन दाइ घन्टीमा यसपालि स्योर भर्न ढुक्क बस्नु